हेलो नमस्ते तपाईहरु सबैलाई यामु राणाको युट्युब ब्लगबाट आज म तपाईहरुलाई तपाईहरुको सामु तिमुरको अचार बनाउन सिक्न लागिराखेको छु। म कोसिस गर्दै छु। त सबसे पहिले हामीले तिमुरको अचार बनाउनलाई हामीले यो लसुनहरु छिल्नु पर्छ। यो लसुन यसरी छिलेर तयार गर्नुपर्छ। त्यसपछि हामीले यो खुर्सानी छ, यो खुर्सानी तयार गर्ने हो। त्यसपछि यो तिमुर राख्ने हो। फेरि तिमुर राखिसके सबसे पहिले हामी यो तयार गर्ने हो। तयार भइसकेपछि तयार भए सबैजनालाई आज म तपाईहरुको समक्ष तिमुरको अचार कसरी बनाउने भन्ने कुरा तरिका बताउन लागिरहेको छु। म तिमुरको अचार बनाउन राखेको छु। सबभन्दा पहिला हाम्रो पास तिमुर हुनु पर्यो। त्यसपछि एक बाउलमा सुकेको खुर्सानी, एक बाउलमा लसुन, अनि त्यसपछि तेल गरम गर्ने, ग्यासमा तेल हल्का तेल गरम गर्ने हो। यसमा तोरीकै तेल हुनु पर्यो। तपाईहरु अरु तेल युज गर्ने हैन, तोरीकै तेल युज गर्ने हो। यसलाई गरम हुन दिनुपर्छ किनकि यसको गन्ध नआउनको लागि थोडी देर तोरीको तेल गरम गरेर राख्ने हो। जब तेल हल्का गरम भइसकेपछि यो लसुनलाई हामीले यो तेलमा हल्का फ्राई गर्ने हो। यो चाहिँ बिल्कुल अर्गानिक लसुन हो। तपाईले एकछिन यसलाई राम्रोसित फ्राई गर्दै जाने हो। अब यो लसुन अलि रातो भइसकेको छ। त्यसलाई चाहिँ हामीले अब एक बाउलमा फेरि हामीले बाउलमा निकाल्ने हो। अब यसलाई अब पुरा खत्तम भएपछि यही तेलमा हामीले फेरि यसैमा हामीले फेरि यही तेलमा गरम तेलमा हामीले खुर्सानी हल्का फ्राई गर्ने। यसलाई चढ्न दिनु हुँदैन। अब रातो भइसकेछ। यो हल्का ज्यादा कालो पनि गर्नु हुँदैन। त्यसपछि यसलाई फेरि यसलाई निकाल्ने हो। अब फेरि गरम तेलमा फेरि हामीले तिमुर हाल्ने हो। तिमुरलाई यसरी यसलाई बिस्तारै चलाउने हो। हल्का हल्का धिमी आँचमा तिमुरलाई हल्का फ्राई गर्ने हो। यो धिमी आँचमा पकाएको हो यो तिमुरलाई। अब हामीले अब यसलाई फेरि त्यही जहाँ बाउलमा थियो त्यो निकालेर राख्ने हो। ल साथीहरु, अब यो हामीले मिक्सरमा यो भुटेको खुर्सानीलाई मिक्सरमा हाल्ने हो। त्यसपछि यसलाई राम्रो तरिकाले ढक्कन बन्द गर्ने। ल हाम्रो यो खुर्सानीको पाउडर राम्रोसित तयार भयो। यसलाई यसरी तयार गर्नुपर्छ। अनि त्यसपछि यही बाउलमा हामीले तिमुर हाल्ने हो। यसरी तिमुरलाई फेरि हाम्रो अब यो तिमुरको पनि पेस्ट पनि बन्यो। यसलाई राम्रो तरिकाले तपाईले कति मसिनो पिस्नुहुन्छ त्यही अनुसारले पिस्ने हो। अब यसपछि हामीले यो फेरि जो लसुन छ यो लसुनलाई फेरि जोडेर मिक्सरमा हाम्रो अब यो लसुनको पेस्ट पनि तयार भयो। यहाँ अब यसलाई पनि यस बाउलमा हाल्ने हो।
हामीले यो सबै पेस्टलाई एक ठाउँमा एउटा ठुलो भाँडामा राख्नुपर्छ। अब यसरी यो पेस्ट छ यसलाई पनि सँगै मिसाउने हो। अनि फेरि यो पेस्टलाई अनि हामीले यो नुनलाई चाहिँ आफ्नो स्वाद अनुसार राख्ने, तर अलिकता पिरोको कारणले गर्दाखेरि अलिकता तेजै हुनुपर्छ नुन। यसलाई राम्रोसित ल हाम्रो यो टिमुरको रेसिपी तयार भयो। अब यसरी, किनकि मैले एकसाथ धेरै बनायो, बार बनाइराख्न झ्याउ हुन्छ भनेर तपाईँहरूले थोरै पनि बनाउन सक्नुहुन्छ। यसरी गर्ने ढक्कनले राम्रोसित बन्द गर्ने। सबै रेसिपी यसरी छोपलाई यसरी गर्ने, राम्रोसित ढक्कन बन्द गर्ने। यहाँ आलु रेसिपी तयार भयो। यामु रानाको रेसिपी हो यो टिमुरको अचार। तपाईँहरूले पनि कमेन्ट गर्नुहोला, अरू तरिका अरू के हुन्छ त्यो सिकाउनु होला। मैले पहिली बार बनाएको। थ्याङ्क यू सो मच। यो तपाईँहरूले खानामा अनि चाउमिन, मोमो जेमा पनि खान सक्नुहुन्छ।